हालै एप्स्टीन फाइलहरू सार्वजनिक गरियो र त्यसबाट बाहिर आएका कुराहरूले पूरै संसारलाई हल्लाइदियो। यो कुनै सानो खुलासा थिएन। हजारौं पृष्ठका कागजात, फोटो र इमेलहरू सबै बाहिर आयो। र ती फाइलहरूमा नाम कसको थियो त? संसारका सबैभन्दा शक्तिशाली मानिसहरूको। तर यो सबैको केन्द्रमा थिए जेफ्री एप्स्टीन। आउनुहोस्, उनी को थिए र कसरी यति शक्तिशाली बने त्यो हेरौँ। अचम्मको कुरा, उनको करियर एक शिक्षकबाट सुरु भएको थियो, तर फाइनान्सको दुनियाँमा उनी एकदमै छिटो माथि पुगे। सन् 2000 को दशकको सुरुसम्ममा उनको कुल सम्पत्ति $600 मिलियन पुगिसकेको थियो। र त्यही पैसाले उनलाई एकदमै विलासी जीवन दियो। निजी हवेली, महँगा घर अनि आफ्नै निजी जेट। तर उनको साम्राज्यको मुख्य केन्द्र थियो एउटा निजी टापु, लिटल सेन्ट जेम्स। भनिन्छ यही टापुमा हुन्थ्यो एकदमै गोप्य र हाई प्रोफाइल पार्टीहरू, जहाँ ठूला ठूला मानिसहरू आउँथे। पाहुना र पीडितहरूलाई उनको निजी जेट लोलिता एक्सप्रेसबाट त्यहाँ लगिन्थ्यो भन्ने आरोप छ। यो अपराधको सञ्जाल एक पिरामिड स्किम जस्तै थियो। केटीहरूलाई पैसा दिएर फसाउने र अरूलाई ल्याउन लगाउने। पहिलो ठूलो अनुसन्धान त सन् 2005 मै सुरु भएको थियो। एक आमाले आफ्नी छोरीबारे उजुरी गरेपछि। यति ठूलो FBI केस हुँदाहुँदै पनि उनले पाएको सजाय एकदमै हल्का र विवादास्पद थियो। यो एक गोप्य सम्झौता थियो जसले एप्स्टीन र उनका सहयोगीहरूलाई सङ्घीय आरोपबाट बचायो। तर वर्षौंपछि 2019 मा सार्वजनिक दबावका कारण उनी फेरि पक्राउ परे। तर पक्राउ परेको 1 महिनामै उनको जेलको कोठामा रहस्यमय तरिकाले मृत्यु भयो। आधिकारिक रिपोर्टले आत्महत्या भन्यो, तर पोस्टमार्टमको रिपोर्टले भने अर्कै कथा बताउँदै थियो। उनको मृत्युको रात अनौठा संयोगहरूको एक श्रृङ्खला नै चल्यो, जसले शङ्का झनै बढायो। उनको मृत्युले यो मामिलालाई झनै रहस्यमय बनायो र जनताले सबै फाइलहरू सार्वजनिक गर्न माग गरे। एप्स्टीन फाइलहरू अर्थात् अदालतका रेकर्ड, यात्रा लग, इमेल, फोटो, सबै कुराको सङ्ग्रह। यी फाइलहरूले बिल क्लिन्टनदेखि राजकुमार एन्ड्रुसम्म धेरै शक्तिशाली व्यक्तिहरूतर्फ औँला उठाएको छ। एउटा थ्योरी त यो पनि छ कि उनी विदेशी गुप्तचरका लागि शक्तिशाली मानिसहरूलाई ब्ल्याकमेल गर्थे। समग्रमा यी फाइलहरूले पैसा, शक्ति र प्रभावको एक अन्ध्यारो दुनियाँ देखाउँछन्। र अन्तमा एउटा प्रश्न उठ्छ, जब शक्तिशालीहरूमाथि आरोप लाग्छ, के सत्य साँच्चै बाहिर आउँछ?